हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फेरि अर्को भिडियोमा। म चाहिँ यो बाइक हिजो लिएको थिएँ हैन, हल्का धुवा फ्याँक्दै छ माथि पहाड पुग्दै, त्यही भएर म त्यो ल्याएको ठाउँमा चाहिँ जाँदैछु देखाउनको लागि। हिजो बेलुका फोन गरेर बोलाएको, भोलि निस्किनु भनेको छ, त्यही भएर म देखाउन जाँदैछु। हेर्नु के हुन्छ ल। म चाहिँ भर्खर रुमदेखि निस्केर हिँडेको, दुईटा मुनामै छु म पनि, चार पनि। अब यहाँदेखि जम्मा हेरौँ कस्तो के हुन्छ, के भन्छन् उहाँनिर हैन, हेरौँलाई। भएको थियो नि मैले फोन गरेको थिएँ नि हिजो फोन गरेँ। तपाईँलाई गरेँ कि उहाँलाई गरेँ? माथि पुग्दा त मुस्लो धुवा फ्याँकिगयो नि हो, टेन्सन भइगयो नि। हेर्नु हिजो चाहिँ उकालो गइयो होइन, भर्खर मोबिल चेन्ज गराएर होइन। उकालो जाँदा भनेको एकदम पुरै धुवा फ्याँकेर नि। हल्का धुवा त फ्याँक्छ राखेको बाइक हो भन्दै थियो। पार्न पूजा गाडी झाल मात्रै, पूजा गाडी एकैचोटि पार्दा एकचोटि धुवा खाली हाल्छ। सबै बसेको गाडी हो नि त, अनि महिना दिन जतिको गाडी बसेको त्यो भएर धुवा फाल्छ नि त। अलिअलि अब हिजोभन्दा धेरै कम भइसक्यो नि त। एकचोटि हेर्नु लगाइदिनु न, एकचोटि यसो राति गएको अरे निकै ठुलो फ्यालो पनि छ। स्टार्टै मात्रै गर्दा पनि फ्याँकिरहेको थियो क्या राति, त्यही भएर खाँदा हजुर जान्दिनँ पठाउन। लु त यो गएको ल कहाँ आउँदैछ? बिरिङ खोला पुल यो चाहिँ तल मदनपुरदेखि छेउमा बिरिङ खोलाको पुल नभएकोले गर्दाखेरि बगाएकोले गर्दाखेरि हामी योबाट आउनु बाध्य भएको छौँ।
सबैजना गाडी नकुद्ने हो कुद्ने हो तर के हो भने उता बाटो बन्द भएकोले गर्दा एउटा खोलाले गर्दा यत्रो घुम्नु परेको छ खुद्नबारी यो खुद्नबारी कता जाने अब मोमो खानु नजाने भोकै छौँ मोमो खानु हामी चाहिँ हल्का खाजा खानुको लागि चाहिँ बस्दैछौँ अलिक निहुरेर बस ल बसिहाल्नु तिमीहरू अनि त्यही भएर न बाटो अगाडि राख्दा हुन्थ्यो मिलाउँदैन बेबी लिन पुग्यो यहाँनिर के छ नाम पनि बफ भन्छ के खालको मान्छे मोमो मात्रै पाउँदैन भेज यो मोमो दोकानमा चाहिँ हामी झोल मोमो पनि पाउँदछ यहाँनिर चाहिँ हामी खाजा खान पस्यौँ र खाजा खाएर चाहिँ हामी जान्छौँ अब अहिलेको लागि राखिदिएको फेरि भेटौँ नेक्स्ट भिडियोमा बाई